त्यो साथीहरू पारा भनेको चाहिँ यस्तो छ लु पारा भनेको चाहिँ यस्तै छ सक्दिनँ बेमार जाउँगी अरे यहाँ चाहिँ हल्का ब्याग एक्सचेन्ज भएको हो दिदी हिँड्नु सकेन नि त लोफा दिदी अनि ऊ कफी फिट्नेले कफी फिट्दैछ यहाँनिर यसरी हो अनि ऊ यहाँ वाइबे फिट्नेले वाइबे फिट्दैछ अब हाम्रोमा जे छ यहाँनिर खानेकुराहरू त्यो खाने भनेर सोचेको होइन अलिअलि एनर्जी पनि चाहियो नि त भोक पनि लागेको छ हामीलाई अलिअलि होइन अन्त लु खाइदिएको सकेन हो अन्त लोफा दिदीलाई चाहिँ एकजनालाई चाहिँ गाडीमा म्यानेज गरेर पठाउँदैछु हामीले हेलो गुड मर्निङ नमस्ते कस्तो हुनुहुन्छ हजुर सन्चै हुनुहुन्छ होला होइन आरामै हुनुहुन्छ होला मस्त अनि व्यस्त हुनुहुन्छ होला होइन भन्दै आजको मैले मेरो भिडियो अनि भ्लग सुरु गरिरहेको छु कहाँबाट भन्दाखेरि हजुरहरूले अगाडिको भ्लग अनि भिडियो हेरेर चाल पाइसक्नुभयो होइन अगाडिको भ्लग र भिडियो मैले इन्ट्रो पनि दिनु पाइनँ लास्टमा एन्ड पनि गरिनँ त्यस्तै जस्तो छ त्यस्तै हालिदिएको साथीहरू होइन एउटा मेमोरीको लागि पनि हुन्छ भनेर अन्त अर्को चाहिँ मैले भ्लग धेरै भइसकेको थिएन हालेको नि त सो त्यसले गर्दाखेरि पनि हालिहालेको होइन अनि चाहिँ अगाडिको भ्लगमा देखिहाल्नु भयो हाम्रो चाहिँ स्टे कहाँनिर छ भनेर चाहिँ हामी चाहिँ यहाँनिर तुम्लिङदेखिको अलिकति तल है कि माथि तुम्लिङदेखिको अलिकति माथि गैरीबास भन्ने जग्गामा सोलो रेस्टुरेन्ट र होमस्टे रहेछ अनि त्यहाँनिर आएर चाहिँ हामी स्टे गरेको थियौँ होइन अनि हामीसँगै हुने साथीहरू चाहिँ हिँडेर आउनुभयो त्यहाँसम्म अब हामी त अब अल्छी भन्यो भन्नुहोस् अब के भन्नुहुन्छ भन्नुहोस् हिजोको वेदर हजुरहरूलाई देखाइहालेँ कतिको पानी पर्दै थियो भनेर होइन कतिको पानी पर्दै थियो हामीले त्यो डिसिजन लिएर राम्रो पनि गरे जस्तो लाग्यो क्या एक प्रकारले किन भन्दाखेरि पानी यति डरलाग्दो पर्यो साथी हामीसँगै आउने साथीहरू चाहिँ जुन हिँडेर आएको थियो नि हाम्रो ग्रुपको उनीहरू सबै भिजेर आएको थियो क्या अन्त हामी चाहिँ अब गाडीमा गाडीमा आएर बसेँ होइन पानी रुत्रुक्कै हुन्जेलसम्म चाहिँ परेको थियो होइन अनि त्यही हो आज चाहिँ अब हाम्रो डिसिजन अझै पनि उयो भएको छैन के भन्छ त्यसलाई कन्फर्म भएको छैन हो डिसिजन अझै पनि कन्फर्म भएको छैन डिसाइडै गर्नु सकेको छैन अब वेदर चाहिँ अहिले देखिराख्नु भएको छ टिलिलिलिलिलि घाम लागिरहेको छ साथीहरू होइन अब तर यहाँको वेदर हो के भन्नु सक्दैन नि त एकैछिनमा पानी पनि पर्नु सक्छ होइन घाम पनि लाग्नु सक्छ अझै चरक्क हुनु सक्छ अन्त त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ उयो भएको छैन कन्फर्मै भएको छैन इफ हिँडेर गयो भनेदेखिको हजुरहरूले देख्नुहुन्छ होइन किप वाचिङ होइन अन्त इफ गाडीमै गयो भने पनि हजुरहरूलाई अपडेट दिँदै गर्छु सो हेर्नुहोस् होला अन्त हजुरहरूले पनि प्लान गर्नु सन्दकपु आउने प्लान गर्नु हुँदैछ भने चाहिँ मेरो भ्लग हेरेर यस्तो लानुपर्ने रहेछ यस्तो हुनुपर्ने रहेछ भन्ने पनि चाल पाउनुहुन्छ नि त हजुरहरूले वेदर कस्तो रहेछ कस्तो हुँदैछ भन्ने पनि चाल पाउनुहुन्छ होइन सो त्यसले गर्दाखेरि चाहिँ हेरिदिनुहोस् होला मेरो भ्लग स्टे ट्युन गाइस छिमा भेटौँ है यहाँ चाहिँ हाम्रो अन्जु दिदी हो चरक्कै हो अन्त चरक्कै ऊ अब सबैजनाले प्याकिङ गर्दैछ प्याकिङ हुँदैछ सबैजनाको इन्दु गुड मर्निङ ओ लोपा गुड मर्निङ कस्तो लाग्दैछ हौ तपाईहरुलाई फिल चाहिँ कस्तो हुँदैछ कोही नबोलेकिन फिल चाहिँ कस्तो हुँदैछ फिल चाहिँ चिसो हुँदैछ आज झन् वेदर चिसो छ होइन यो किनेर दिदीलाई त आज कस्तो राम्रो देख्यो हो क्यामेरामा सो गाइज अब चाहिँ हामी हिँडेको होइन अब चाहिँ हामी के गरेको त हिँडेको अलिकति स्टाइल पनि पार्नु पर्यो नि त होइन नक्कल पनि पार्नु पर्यो अब चाहिँ हामी हिँडेको अघि चाहिँ दिदीले कन्फर्म गर्नु भएको थियो दिदी हेरिदिएर भनिदिनु अघि चाहिँ दिदीले कन्फर्म गर्नु भएको थियो त्यो अघि चाहिँ मैले कन्फर्म गरेको थिएँ हामी गाडीमै जान्छु भनेर तर अहिले वेदर चाहिँ एकदम राम्रो भयो माथि पनि वेदर राम्रो छ अरे अन्त हिँड्ने नै भएर आज हामी हिँड्ने नै भयौँ हेर्नुहोस् रातिसम्म हाम्रो हालत कस्तो हुन्छ तर गर्ने नै हो तपाईँहरू कन्टिन्यू हिँड्ने नै हो हेर्नु चाहिँ हेरिबस्नु होला होइन हामी चाहिँ हिँड्ने नै हो हेर्नु चाहिँ हामी चाहिँ हिँड्ने नै हो छिटो अब यहाँबाट हाम्रो
गण्डकीको ट्रेकिङ स्टार्ट भयो हामी चाहिँ अघिसम्म गाडीमा जानेहरू पनि फेरि चटक्क भएर अब चाहिँ हिँड्ने प्रिपेयर भइसकेको छौँ। यता भाइ छ हाम्रो भाइ। थ्याङ्क यू भाइ, मजा आयो हिजो। ल भाइ है त साथीहरू गइदिएको जेसुकै होस् हिँड्ने भनेको खै हेरौँ हिँड्नु त सक्छ कि सक्दैन, स्वाङ मात्रै हो कि के हो कि, तर पनि अब साथीहरूले हिँड्नु नै भन्दैछ। हेरौँ के हुन्छ, हेर्दै गर्नुहोस् न है। अगाडि छ सबैजना। लु अब चाहिँ स्टार्ट भएको, केटीहरू लट्ठी टेक्दै उकालो हिँड्नु थाल्यो सबैजना। सुरु हुँदैन, सेलक्कै हुन आँटिसक्यो। कतिखेर पुग्ने होला, तर पनि हार मानेको छैन कसैले पनि, हिँडिरहेको छ केटीहरू। हेर्दै न यता पनि हौ गाउँले हो। अन्त है त गाउँलेहरू यो गुराँस फुलेको हेर्दै हेर्दै गुराँसै फुल्यो बनैमा बनैमा मेरो मन झुल्यो। वेदर चाहिँ राम्रो भएको छ होइन, मजाले घाम लागेको छ। हेर्नुहोस् न साथीहरू, मजाको क्लियर वेदर भएको छ, तर वेदरको ठेगान छैन नि त। अनि यहाँ छ तपाईँहरूको प्रभा चाहिँ मुखमा छुर्पी टेप्यो अनि चाहिँ हिँडेको। हिँड्ने हो भन्दैछ, हेरौँ योहरूको कतिको स्वाङ हो। है त साथीहरू, पारा भनेको चाहिँ यस्तो छ। लु पारा भनेको चाहिँ यस्तै छ। सक्दिनँ बेमार जाउँगी अरे भन्दिनँ कसरी, सक्दिन म बच्न तिमी बिना। साह्रो पऱ्यो यहाँ हाम्रो एकजना साथीलाई चाहिँ हिँड्ने बानी छैन नि त साथीहरू हो। उसलाई साह्रो पऱ्यो पुरा। शरीर एडजस्ट नहीं है ना, एडजस्ट नहीं है, वही है, टाइम लगेगा एडजस्ट होने में, कोई प्रॉब्लम। सेलेक्कै भइरहेको छ, तर पनि उफ्रिदिने हो। अन्त उफ्रिने हो। लरे 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 म त यहाँ पनि छ पारा चाहिँ भनेको यो छ हो। पारा चाहिँ यही छ साथीहरू, हिँड्ने नै हो, हिँडिरहेको चाहिँ सक्छ। यहाँ चाहिँ हल्का ब्याग एक्सचेन्ज भएको हो। दिदी हिँड्नु सकेन नि त, लोफा दिदी, अनि चाहिँ ब्याग एक्सचेन्ज गर्यो हो है। लोफा ज्यूले चाहिँ हाम्रो जिमर अनमोल छेत्रीलाई चाहिँ उहाँको ब्याग सुम्पिदिइसक्नु भएको छ। अनि त्यसकै आधारले चाहिँ उहाँ अनमोल छेत्रीलाई चाहिँ हामीले मुरी धन्यवाद दिनुपर्ने हुन्छ। उहाँले प्रुभ गर्नु भएको छ कि आज यस घडीमा यस मञ्चमा उहाँले एकदमै प्रुभ गरिसक्नु भएको छ कि हामी जिमरहरू चाहिँ केमा पनि कमी छैनौँ र हामी जिमरहरूले सबै कुरा गर्न सक्छ भनेर। यसरी नै अनमोल छेत्रीलाई हामी पनि पुरा टिमबाट मुरी धन्यवाद टक्राउँदछ। धन्यवाद। एकछिनमा भेटौँ हास साथीहरू। लोफा दिदी चाहिँ हिँड्नु सकेन। लोफा दिदी चाहिँ हिँड्नु सकेन हो, अन्त लोफा दिदीलाई चाहिँ एकजनालाई चाहिँ गाडीमा म्यानेज गरेर पठाउँदैछु हामीले। दिदी हिँड्नु सकेन नि त। लाइभ छ अफ गरिदियो त यो। ल आजको लागि साथीहरू अहिले चाहिँ एकदमै रिलिफ फिल भइरहेको छ। किन भन्दाखेरि चाहिँ हाम्रो जति पनि ब्यागहरू थियो हाम्रो सबै लोफा दिदी अघि गाडीमा जानुभयो नि त, हिँड्नु नसकेर। के पो हो न, लोपा हो। लोपा दिदी
लोपा दिदी चाहिँ गाडीमा जानु हुँदाखेरि सबैजनाको ब्याग लग्दैन नि त हामीलाई यति साह्रो फिल फ्री चाहिँ हामी फ्री हुन्छ नि एकदमै फ्री फिल भइरहेको छ अन्त ब्याग स्याग पनि छैन अन्त लट्ठी अनि यो पानी सिसा चाहिँ हामी प्रिपरेसनमा आएको झरेर पानी पऱ्यो भने चाहिँ सट्ट लगाउने अनि हिँड्ने भनेर होइन साथीहरू यसरी चलिरहेको छ निकै नै हिँडिसक्यो हामी सर्टकट हिँड्दैछु अनि तपाईँहरू कोही पनि सन्दकफूको लागि चाहिँ आउनुको लागि प्रिपेयर गर्नु हुँदैछ भने चाहिँ मेन कुरा चाहिँ रेनकोट ल्याउनुहोस् है रेनकोट छाता चाहिँ लिएर आउनुहोस् जो जति पनि ट्रेकिङ गर्छु भन्ने आउने होइन जतिजना पनि ट्रेकिङ गर्छु भन्ने आउनेहरू चाहिँ छाता र रेनकोट लिएर आउनुहोस् होइन हामीले चाहिँ ल्याएको थिएन त्यसले गर्दाखेरि अघि तल त्यो जुन चाहिँ होमस्टेमा बस्यो हामी त्यो होमस्टेमा चाहिँ हामीलाई चाहिँ यो प्लास्टिक 100 रुपियाँ गोटाको प्लास्टिक किनेको होइन तर पनि काम चलाउसँग मतलब छ साथीहरू पढेको बेलामा त के गर्नु गदालाई पनि बाबा नै मान्नुपर्छ होइन अनि चाहिँ यसरी नै हिँड्दैछु हामी मजा आइरहेको छ केटीहरूसँग हजुरहरूले मेरो भ्लग हेर्दै गर्नुहोस् होइन म अपडेट गर्दै जान्छु सो एकछिनमा भेटौँ भाइ अब हामी हिँड्छु फटाफटी वाउ हेर्नु साथीहरू कस्तो दामी कि वाउ हेर्नु न त्यसै चाहिँ गुराँसलाई नेपालकोहरूले राष्ट्र फुल बनाएको चाहिँ होइन रहेछ है त्यसै चाहिँ यस्तो दामी क्या साथीहरू हेर्नु न वाउ यस्तो दामी देखेको नेचुरली सो ब्युटिफुल आम्बो जानु मजा आइरहेको छ यस्तो फ्रेस यस्तो रिफ्रेस फिल यस्तो फ्रेस फिल भइरहेको छ गाडी आउँदैछ हत्तु भयो त्यो त साथीहरू हत्तु भयो अब चाहिँ कालपोखरी पुग्नु चाहिँ 1 किलोमिटर मात्रै छ अरे हो 1 किलोमिटर मात्रै छ बाँकी अन्त चाहिँ यति डरलाग्दो थाक्यो गल्यो हत्तु भयो हो हेर्नु न नभनेको पनि 1 बजेर नागिसक्यो अनि चाहिँ अलिकति भोक पनि लाग्यो अन्त ऊ कफी फिट्नेले कफी फिट्दैछ यहाँनिर यसरी हो अनि यहाँ वाइबे फिट्नेले वाइबे फिट्दैछ अब हाम्रोमा जे छ यहाँनिर खानेकुराहरू त्यो चाहिँ खाने भनेर सोचेको होइन अलिअलि एनर्जी पनि चाहियो नि त दिदीहरू यहाँ हुनुहुन्छ ऊ हत्तु भाइ दिदीहरू पनि सेलक्कै भयो सेलक्कै लाग्यो म त साथीहरू अब एकछिन बसेर वाइबे खाएर कफी खाएर चाहिँ लाग्दिने हो पुग्नुपर्छ साथीहरू स्ट्रङ कफी गाइस फाइनली वी रिच्ड हियर हामी फाइनली आइपुगे कालपोखरी म चाहिँ यति बेसी ठुलो बोल्दैछु किन भन्दाखेरि चाहिँ हावा पुरा चलिरहेको छ हो सो फाइनली हामी कालपोखरी आइपुगे एकदमै खुसी लाग्यो कालपोखरीमा चाहिँ हामी फाइनली 5 किलोमिटर चढ्यो हामी हाँसहरू मुनि गयो त हेर्नु यस्तो डरलाग्दो हावा चल्दो रहेछ यहाँनिर चाहिँ यो पोखरीको चाहिँ स्टोरी अलिकति भन्छु हुनु त मैले अगाडिको भ्लगमा पनि भनेको छु होइन यो पोखरी चाहिँ गुरु रिम्पुछेको चाहिँ खुट्टाको छाप भएको चाहिँ उयो हो पोखरी हो होइन यो पोखरीमा चाहिँ हेर्नु न आउने पानी पनि कहीँ छैन जाने पानी पनि कहीँ छैन होइन त्यही भएर चाहिँ यो चाहिँ एकदमै स्पिरिचुअली एकदमै यो पोखरीलाई मान्छ होइन अन्त चाहिँ जतिको चाहिँ यहाँनिर घाउहरू किटाणुहरू भएको हुन्छ नि जिउमा शरीरमा उनीहरूको लागि चाहिँ यो पानी चाहिँ एकदम राम्रो क्या यो पानीले चाहिँ अब यसरी लगायो भने नुहायो भने चाहिँ नि त्यो घाउ किटाणु खटिराहरू चाहिँ डल्लै उयो हुन्छ अरे जाति हुन्छ अरे क्या सो अगाडिको भ्लगमा पनि मैले तपाईँहरूलाई अपडेट गरेकै छु होइन यस्तो दामी छ कि साथीहरू आम्मामा वाउ यस्तो शान्ति फिल गरिरहेको छ हामी यहाँनिर वाउ यहाँको
को पानी चाहिँ सक्यो भने चाहिँ लानै भन्छ नि त सकेर बोक्नु सक्यो भने चाहिँ लानु भन्छ हो लानु भन्छ त्यहाँ जो जतिलाई चाहिँ यस्तो घाउ खटिराहरू हुन्छ नि उनीहरूलाई चाहिँ यो पानीले चाहिँ उयो गर्यो भने जाति हुन्छ अरे क्या हेर्नु न यस्तो अब मिराकल छ कि हेर्नु न आउने बाटो पनि कहीँ छैन यो पोखरीमा पानी होइन हेर्नु न जाने बाटो कहीँ छैन हेर त खेलो पानी खेलाउनु हामी चाहिँ यति सानो लक्की हो किन भन्दाखेरि चाहिँ यहाँनिर आउनुको लागि मान्छेले कति सोच्दाखेरि पनि आउनु सक्दैन नि त होइन हामी चाहिँ यति सानो लक्की आयो पानी पनि छुनु पायो कोही आएर पनि छुनु पाउँदैन नि त यो पैसा पुरा उयो गरेको रहेछ यहाँतिर थ्याङ्क यू ठिकै साथीहरू आम्बो कस्तो शान्ति हुन्छ यार यहाँनिर हेर्नु न साथीहरू साँच्चै नै आउने जग्गा पनि छैन पानी अनि जाने जग्गा पनि छैन पानी हेर्नु न लु कहाँबाट चाहिँ आएको होला लु दामी हौ साथीहरू हामीले भनिहालेँ हजुरहरूलाई होइन कालपोखरीसम्म आउने त्यहाँदेखिको चाहिँ हामीलाई गाडी आउँछ ल्याउनु भनेर सो गाडी चाहिँ आइपुग्नु भएछ दादा हामीलाई ल्याउनु हो अनि अब चाहिँ जाने बसेर दादा चाहिँ अघि आइपुग्नु भएछ हामीलाई ल्याउनु लु त छर्दिमै केटीहरू लु है त लाग्दिएको है साथीहरू लु है त लाग्दिएको है ल अब चाहिँ गाडीमा चढेर खुसीसँगले हाँस्दै अब सन्दकपुरसम्मको ट्र्याक चाहिँ हमसे न हो पाएगा क्योंकि कल भी हमको ट्र्याक भोलि पनि हिँड्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ ठिकै छ ल्यादालाई हामीले कालपोखरीमा बोलाएको थियौँ यता चाहिँ यस्तो रहेछ नि त फेरि हेर्दै हिँडेर त हो ल यता साथीहरू कालपोखरीदेखिको अलिकति माथि मात्रै आइपुगेको केटीहरूले यहाँनिर दोकान चाहिँ देख्नै हुँदैन लु एट्याक भइहाल्यो है भोक पनि लागेको छ हामीलाई अलिअलि होइन अन्त लु खाइदिएको हुन्छ करेन्ट खाने भने नि त सबैजनाले भोक लाग्यो भने अनि मामको लागि त अब अर्डर गर्नुपर्ने अरे यहाँनिर सो अलिकति कालपोखरीदेखिको अलिकति माथि आउनु बित्तिकै खाइदिएको है साथीहरू हामी चाहिँ लु दामी भोकमा त दामी हुन्छ जे पनि लु खाएँ है त साथीहरू ल म पनि फाइनली वी आर हियर अन सन्दकपुर वाउ साथीहरू हामी फाइनली आइपुग्यो सन्दकपुर है केटीहरू 1 2 3 उफ्रिदिनु न सन्दकपुर यहाँ उफ्रिनु न लु यस फाइनली वी आर इन भएन फाइनली वी आर इन यतिको भाइब चाहिँ हुनु पर्यो नि लु यतिको भाइब चाहिँ हुनु पर्यो नि सो वी आर इन सन्दकपुर राइट नाउ फाइनली हामी आइपुग्यो फाइनली हामी सन्दकपुर अन्त हामीले चाहिँ लोपादिदीलाई भेटिसकेको छौँ सरी लोपादिदीलाई भेटिसकेको छौँ दिदी तपाईँलाई कस्तो लागिरहेको छ हामी आइपुगेर खुसी दामी लागिरहेको छ होइन तपाईँलाई एक्लै बोर भएन सबै भ्यूसँग इन्जोय गरेर यताउति बातहरू मारे यतिको छ नि त हाम्रो साथीभाइहरू त्यही भएर दुःख पाउँदैन के साथीहरू यतिको छ नि त हाम्रो साथीभाइहरू उन लोग से मिला तो हम लोग मिला वो जिम वाला से ए हो इधर ही था ये लोग वहाँ से पैदल आया फाइनली आइपुगे रुममा हो रुममा अरे यहाँनिर होमस्टेमा अब रुम जाँदैछ साथीहरू आइपुगे है हामी चाहिँ अब आफ्नो रुममा जाँदैछ आफ्नो होइन आफ्नै रुम एकैचोटि आराम गरौँ रुम छ अरे सो हामी जाँदैछ यहाँतिर त यस्तै हुँदो रहेछ साथीहरू रुमहरू अन्त यस्तो क्या लु त यस्तो छ है साथीहरू हाम्रो रुम चाहिँ लु
र म यहाँ